हेलो एभ्रिवान, आज चाहिँ हामी कलर एक्सचेन्ज गेम खेल्न जाँदैछौँ हामी 4 जना साथीहरू। यो ट्रेन्ड फलो गर्न चाहिँ एकदम ढिला भयो, त्यही पनि लास्टसम्म हेरेर साथ दिनु होला। के छ तपाईहरुको? छैन स्टार्ट। हाम्रो चाहिँ जम्मा 7वटा कलर छ। कुन कुन चाहिँ पहिला कोबाट सुरु गर्ने? तिमीबाटै जाऊ न त। हुन्छ। हैन उले भन्नु गयो न 7वटा कलर छ अनि त्यसपछि के भन्नु लाग्थ्यो होला नि त। अब कलर त बिर्सिन्छ होला। अब हेर्दै हेर्दै गर्नु। मैले थाहा पाइदिन दिदीको ल रेडी 1 2 3 जुर्यो यहाँ त्यो कहाँ युज गर्नु? ब्लक के बत्तीको कहाँ भयो? सानो हेर्नु न माथि। हाय यो एकदम युज हुन्छ भन्नु हो। थ्याङ्क्स दिदीलाई अर्को पनि छ है मेरो भाइ। अर्को पनि छ यहाँ। अर्को पनि छ रे। यो त अलि राम्रै हो के। ए ल यो रिङ हुन्छ हौ। ल वाउ ल एउटा उस दिदीलाई चाहिँ यो छ है यस्तो खालको हो के। एउटा दुईटा यस्तो खालको दुईटा यस्तो मैले नै यसै लगाएँ। दिदीलाई यस्तोहरुको एलर्जी हुन्छ त्यही भएर मैले कुन चाहिँ दिदीलाई कुन यी दिदी लिन्छ भयो। अरिगातो गोजाइमास। मेरो यहाँ कानमै सेम। ल अब कुन कलर भन्नु? अब कहाँ लागेर जाने भन्नु न। जाला है अब नेक्स्ट कलर मेरो चाहिँ यो है गएको बत्ती। तपाईहरु बत्ती चाहिन्छ हैन तपाईहरु विशेष चाहिँ अहिलेसम्म चाहिँ त्यसो धेरै जुदा चाहिँ छैन है। सुरुमै जुटिसक्यो वाइट। होइन त्यो तर सेम परेन। 1 2 3 मैले त नेल पलिस दुईटा चाहिँ जुदा पऱ्यो कि मैले नेल पलिस म त सुरुमै नेल पलिस दिन्छु भनेर उठेको आइदो म त यो त यादै नभएको भए यस्तो त। मैले नेल पोलिस ल्याम जस्तो लाग्थ्यो। सुन्नु न मैले नेल पोलिस समातिसकेको थियो। एकजना पक्कै लिएर आउँछ न नल्याएको मैले। मेरो दिमागै हाम्रो त काम लाग्ने चिज दिया है ल मेरो है। सबैले दुईटा भयो यार। दुईटा ल्याएको उले हाम्रो एउटा मतलब सबसे उता त मैले ल थ्यांक्स पुर्साले तिरो नहाली मान्छे। मेरो जुत्दैन होला सायद मैले तपाईहरुले मेरो जुत्ता लाग्यो। मेरो चाहिँ जुत्ता छ दिदी। मेरो जुत्ता राति भइले ल रेडी 1 2 3 गो। गाइजहरुको जुत्तामा के रे मस्काउने साबुन छैन होला भनेर मेरो अभागा किनेर लिएर आएको नकिन्नु पर्दैन। अनि यो चाहिँ ओसिडी चकलेट के मोली ओसिडी चकलेट मेरो छोरो छिन् होला यार। ल रेडी 1 2 3 गो। यो आयो दे अहिले के हुने त मैले ल दिदी र मेरो धन्यवाद धन्यवाद रामेन खानुहुन्छ।
अब नेक्स्ट है पतलाहरू दिइरहेको छु ब्ल्याक त ब्ल्याक त ल ल देऊ कि हो यता गाइज अब कहाँ दिने यार सबैले गयो रेडी 1 2 3 गो के हो यो चाहिँ थ्याङ्क यू ब्ल्याक चकलेट देख्छ ल छैन है यो त के हो त्यो थाहा छैन ल ल ल 1 रेडी हो 2 3 गो यो पनि दिँदैन ल दुईजना बसेको ल यो मेरो मैले चिपस्टिक ल्याउनु मेरो चाहिँ यो चिपस्टिक र मेकअप रिमुभर होइन मैले चिपस्टिक लाउनुको कारण चाहिँ यो भाउजूको अट फुट्या यो लाउनु मेरो जति लाइन फुट्छ कि किन हो ल अब आउँछ लास्ट है अब त सक्यो रेडी कति छिटो सकिएको त धेरै गराउला नि धेरै मैले ठुलो ल्याउन फेरि दिदीले सानो सानो बान्नुहुन्छ भनेर सानो सानो ल्याइदिएको। ल यो पुरा ड्याप गरेर मेकअप खतरा गर्ने थ्यांक यू थ्यांक यू मोस्ट इम्पोर्टेन्ट हो के मेरो चाहिँ थ्यांक यू यो झुलन मात्र खोलेर यो प्लास्टिकको निकाल्नु मेरो गएन हामीले त अर्कै अलि हार्ड यो स्मेल मजाले आउँछ तर जस्तो अलि धेरै कलर गयो नेक्स्ट टाइम गरौँ तर मलाई चाहिँ हार्ड चाहिँ लागेन है मलाई चाहिँ एकछिन बुझ्यो भाइ यही भएर टपटी ए उ मेरो चाहिँ उम्बिगिले लिएर खायो अस्ति मिना दिदीहरूले भाँडा धुने सेन्जा ग्रिन कति जुडेको थियो कि थिएन सबभन्दा मन परेको के होइन होइन मन परेको होइन सबसे वायात के भन्नु ल त्यही हो के को वायात काम गर्छ यो सबै बत्ती जल्यो भने बत्तीमा हो के त्यो भित्रको त्यो सानो बत्तीमा ल सबैजनालाई धेरै धेरै धन्यवाद मेरो प्यारा साथीहरूलाई राम्रो लागि पनि नराम्रो लागि पनि मेरो गीत चाहिँ एक्सेप्ट गर्नु दिदीको चाहिँ गुमी चाहिँ कस्तो